तपाईँको यो 30 कट्यो भने तपाईँको गाडीको इन्जिन पड्किन्छ हैन। यो हेलो साथीहरु सबैजनालाई नमस्ते। गाडीको बाइकको जुनसुकै कुराको मिटरको बारेमा तपाईँलाई कतिपयले थाहै छैन होला हैन। त्यो मिटरले कसरी काम गर्छ हैन, कुन कुन मिटरको काम के हो भनेर म तपाईँलाई भिडियोमा सबै डिटेल रूपमा बताउँछु साथीहरु। भिडियो अन्तिमसम्म हेर्नु होला। भन्दै म मेरो गाडीको मिटरतर्फ देखाउँछु, मिटरले के काम गर्छ, कुन कुन मिटरको काम के हो भनेर चाहिँ म तपाईँलाई देखाउँछु साथीहरु। भिडियो हेर्दै गर्नु होला। भन्दै म तपाईँलाई ड्यासबोर्डतर्फ देखाउँछु साथीहरु। ल तपाईहरु सुरुमा देख्न सक्नुहुन्छ यो चाहिँ मेरो गाडीको आरपीएम मिटर हो। तपाईको बाइक जुनसुकै कुरामा यो आरपीएम मिटर हुन्छ हैन। आरपीएम मिटर भने चाहिँ तपाईको गाडी स्टार्ट हुँदाखेरि चाहिँ यो आरपीएम 5 मा बसिरहेको हुन्छ हैन। जब गाडी तपाईले गाडी उठाउन खोज्नुहुन्छ, खाली गाडीमा त अब यतिकै रेस अलिकति दिनबित्तिकै उठ्छ, तर लोड गाडीमा गाडी जहिले उठाउने बेलामा पनि तपाईले लोड गाडी उठाउँदाखेरि जस्तै उकालोतिर उठाउनु भयो भने तपाईले लगभग 20 म्याक्सिमम 20 चाहिँ तपाईले आरपीएम पुराउनु पर्छ। गाडीको रनिङ चाहिँ 20 आरपीएम पुग्यो भने मात्रै तपाईको गाडी चाहिँ मजाले उठ्छ हैन। नभए तपाईको गाडी उकालोतिर उठ्दाखेरि तपाईको गाडी बन्द हुन्छ हैन। यो काम चाहिँ त्यो यो मिटरले के गर्छ भन्दाखेरि जब तपाईको यसको मिटरको म्याक्सिमम रेस भनेको कति हुन्छ 28 सम्म। 28 भन्दा तपाईको 28 भन्दा पुग्दैन के यो गाडीको मिटर आरपीएम मिटर छ नि 28 भन्दा पुग्दैन। तपाईको यो 30 कट्यो भने तपाईको गाडीको इन्जिन पड्किन्छ हैन। यो रेड कलर देख्नु भएको छ नि, यो रेड कलर हो। यो रेड कलर सम्म तपाईको आरपीएम जब यो गाडीको रेस पुगेर यहाँ यो रातो छ नि, रातोमा पुग्यो भने तपाईको गाडीको इन्जिन पड्किन्छ। त्यही भएर हैन तपाईले यति कुरा याद गर्नुस् कि हैन, जुनसुकै मेसिन होस् तपाईको यो 28 भन्दा तपाईको आरपीएम कहिले पनि बढ्दैन के। धेरै हिट भयो यतु त धेरै नै हिट भएर उयो भयो भने जाने हो हैन। त्यो गएपछि तपाईको इन्जिन पड्किन्छ हैन, ब्लास्ट हुन्छ। यसको काम चाहिँ त्यो हो साथीहरु हैन। तपाईले जहिले पनि गाडी गुडाउँदाखेरि तपाईले जस्तै अब स्पिडमा गुडिन्छ भने तपाईले तेल चाहिँ कसरी तेल बचाउनको लागि तपाईले यो छ नि यो भन्दा तपाईले यता कटाउनु भने के हो मिटरलाई यो भन्दा यतै राख्नु पर्यो। यो जति हरियो लाइन छ नि, हरियो लाइन अझ हरियोको पनि यो सेकेन्ड लाइनबाट तपाईले तेल यता राख्नु पर्यो मिटरलाई। यता राखेपछि के हुन्छ भने तपाईको तेल एकदम भनौँ न म्यानेज भएर चल्छ के। यता गयो भने तपाईँ फेरि तेल लराएर जान्छ, झन् यता गयो भने त तेल त लराउनमा जाने हो हैन। त्यही भएर यो सकेसम्म यो हरियोको पुरो नगरेर यो हरियो भन्दा यतै राख्नु होला। यसको काम चाहिँ त्यो हो साथीहरु हैन। यसको काम त्यो हो। अनि त्यसपछि अहिले यो स्टार्ट छैन गाडी हैन, यो चाहिँ ब्याट्रीको सिग्नल हो हैन। स्टार्ट भएपछि हट्छ आफै। यो चाहिँ मोबिलमा मोबिल कम भयो भने गाडीमा यो सिग्नल आउने गर्छ हैन। तर गाडी मेरो बन्द छ अनि त्यस अहिले देखाइरहेछ। यो चाहिँ पार्किङको भइहाल्यो, यो ह्यान्डब्रेकको भइहाल्यो हैन। अनि त्यस यो हिटको भयो हैन, हिटको यो भयो। त्यसपछि यो तेलको भयो हैन। अनि यो भनेको हावा ट्याङ्की, यो 1 नम्बर अगाडिको हावा ट्याङ्कीको हैन। यो 2 नम्बर भनेको पछाडिको हावा ट्याङ्कीको। त्यसपछि ल्याएर यो छ नि यो तपाईहरुले कतिबेला थाहै छैन योले के काम गर्छ भनेर। यो चाहिँ स्पिडको हो है। तपाईहरुले म यो चाहिँ एकदम डिटेल रूपमा बताउँछु हैन। यो चाहिँ तपाईको गाडी कति स्पिडमा कुदिरहेछ भनेर यसले जनाउँछ हैन। अनि दोस्रो कुरो यसको खास विशेषता तपाईहरुले कतिबेला थाहै छैन हैन, तपाईहरुले म बताउने छु। योले के काम गर्छ भने तपाईको गाडी जस्तै अब यो 10 मा कुदिरहेछ भने तपाईको गाडी 1 घण्टामा 10 किलोमिटर कुद्छ भनेर यसले जनाउँछ हैन। जस्तै तपाईको अब हाइवेमा छ गाडी 70 जस्तै यो 70 मा राखेर तपाईले गाडी कुदाउनुहुन्छ भने तपाईले 1 घण्टा बराबर तपाईले 70 किलोमिटर पार गर्नुहुन्छ। अनि त्यसपछि ल्याएर अब 40 मा सेम हो। 40 मा तपाईले भनौँ न यो 80 मा हाइवेमा 80 मा कुदाइरहनु भएको छ भने चाहिँ तपाई यो 80 मा यो मिड काँटालाई 80 मा राखेर कुदाउनु जस्तै त्यति स्पिडमा 80 स्पिडमा कुदिरहेछ भने तपाई के जनाउँछ भने तपाईको गाडी 1 घण्टा बराबर 80 किलोमिटर कुद्छ भनेर चाहिँ योले देखाउँछ साथीहरु हैन। यस्तै हो साथीहरु हैन। आफूले जानेको चाहिँ थोरै भिडियोमा हैन मैले चाहिँ यस्तै भिडियोहरु जहिले पनि बनाइरहेको हुन्छ हैन। गाडी सम्बन्धी हैन, यो गाडीको इन्जिन सम्बन्धी भिडियोहरु बनाइरहेकै हुन्छ साथीहरु हैन। तपाईहरुले मन पर्ने 1 लाइक गरिदिनु होला साथीहरु हैन। अनि त्यसपछि ल्याएर मेरो पेजमा नयाँ हुनुहुन्छ भने पेजले फलो पनि गरिदिनु होला। मैले यस्तो भिडियोहरु जहिले पनि ल्याइरहेको हुन्छ साथीहरु। भन्दै आजलाई भिडियो यतिसम्म हैन। भिडियो हेर्दै